रवि लामे छानेदेखि लिएर नयाँ बनेका सबै दलको 0 सिट आउने छ र कुनै दल पनि राष्ट्रिय पार्टी हुने छैनन् भन्ने मलाई लाग्छ। यसको लागि नेकपा एमालेको पंक्ति फेरि पनि सामाजिक न्यायको मुद्दा लिएर जनताको बीचमा जानुपर्ने छ। देशभक्तिको मुद्दा लिएर जनताको बीचमा हामी जानेछौँ। गरिब, दुखी, पीडित र रोगी जनताहरूलाई सेवा गर्ने भावका साथ हामी जनताको बीचमा जानेछौँ। प्राकृतिक विपत्ति पर्दा, मुलुकमा अनेक सङ्कट पर्दा हामी जानेछौँ र राज्यलाई कहिलेकाहीँ अन्याय गर्ने तहमा राज्य प्रकट भयो भने राज्यका विरुद्ध पनि हामी लाग्नेछौँ। अहिले पनि भने मैले प्रहरी प्रशासनको मनोबल बढाउने र जनताको मनोबल बढाउने कुरामा हामी लाग्नेछौँ। हाम्रो यो जागरणदेखि, हाम्रो यो सभादेखि केही नपाएर अमेरिकामा बसेको त्यो टङ्के भन्ने छ एउटा पत्रकार, आफूलाई पत्रकार भन्छ, के भनेर लेख्न भ्याएछ भने एमाले मासु भात र मोटरसाइकललाई तेल हाल्दियो रे। म टङ्के हो कि राजीव खत्री हो कि एमालेका विरुद्ध कसम खाएर लागेका यी सबै साथीहरू मार्फत म के भन्न चाहन्छु भने एमालेको यो पंक्ति दैनिक घरमा मासु भात खान सक्ने हैसियत भएको पंक्ति छ। यहाँ तिम्रा जस्ता गलत सूचना सम्प्रेषण गरेर पृथ्वी सुब्बा गुरुङले सोशल मिडिया, युट्युब लगायतलाई मोनिटाइजेसन गरेको हुनाले टिआरपी बढाउने, भ्युज बढाउने र महिनाको $150 बनाउनको लागि एमाले के